मिति 2082 चैत 22 गते बसेको बैठकका प्रमुख निर्णयहरू हजुरलाई सुनाउँछु। पहिलो, अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने 40 मिलियन अमेरिकन डलर र 50 मिलियन अमेरिकन डलर गरी जम्मा 90 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। अर्को, अर्थ मन्त्रालयकै दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने 95 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने। अर्को, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने। अर्को, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने। अर्को, पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण 82 चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 देखि 5 बजे कायम गर्ने। डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने र अन्तिममा आगामी शैक्षिक सत्र 2083 वैशाख 15 गतेबाट सुरु गर्ने। हस्, धन्यवाद सबैजना।